जग्गा त यहाँ गना रहेछ नि त। बाँच्न आइरहेको एकदम चिलमा होइन, हामी भने मान्छेहरू एकदम चिलमा हो। सो हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै आएर मेनु हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइनै छु। अनि आजभोलिको हालखबर होइन, आजभोलिको तपाईँहरूको हालखबर के कसो छ? मेरो चाहिँ एकदम ठिकठाकै चलिरहेको छ। सो मैले चाहिँ भिडियो नहालेको धेरै भइसकेको छ होइन, किन अब भिडियो नहालेको भनेको धेरै नै भइसक्यो कि होइन, त्यस्तै परिस्थिति पऱ्यो होइन, त्यस्तै पऱ्यो। अनि अब बुझ्नु तपाईँहरू नै होइन। सो अनि अब चाहिँ म भ्लगलाई एकदम कन्टिन्यू नै गर्छु भन्ने चाहन्छु होइन। सो आज चाहिँ म टक्क होइन गोठाला आउँदा यता टक्क गोठाला आएको थिएँ होइन। अनि हाम्रो चाहिँ अब कति भोलिबाट चाहिँ इक्जाम होइन, 12को फर्स्ट टर्मको इक्जाम छ। त्यही भएर टक्क होइन पढिरहेको छु, पढ्न लागेको थिएँ। अनि टक्क होइन गीत बजाउँदै यसो पढ्न लाग्दैछु होइन। सो अनि म चाहिँ अब टक्क भ्लगलाई अलिकति कन्टिन्यू गर्छु भनेको। अनि उनी मिलेको थिएन के भन्छ कन्टिन्यूहरू नि के आएको थिएन। अनि त्यस्तै भएको टाइम होइन। अनि त्यही भएर चाहिँ नि मैले भ्लगलाई कन्टिन्यू गर्न नसकेको हो। म चाहिँ अब अलिअलि भिडियो हाल्दै गर्छु, सबैले साथ सपोर्ट गरिदिनु होला भन्ने त्यही चाहन्छु है। यसरी नै चलिरहेको मेरो जिन्दगी चाहिँ टक्क बाख्रा चराउँदै टक्क यसरी नै चलिरहेको जिन्दगी यता पढ्ने होइन। अब इक्जाम आएको छ, इक्जाम आएको बेला अब कसरी चाहिँ के गर्ने भनेर म चाहिँ यहाँ तनावमा पढ्ने आयो। सो होइन, हाम्रो डाँडा लिग्लीको डाँडा यो चाहिँ होइन, अलिकति भ्यू अलि राम्रो होइन खास चाहिँ। अनि हेर्न सक्नुहुन्छ तपाईँहरू टक्क अहिले अब धानसान काट्ने बेला भइसक्यो है। सो अब तपाईँहरूको दसैँ तिहार कस्तो भयो होइन? हाम्रो चाहिँ यसपालि टिका थिएन होइन। अब हाम्रो चाहिँ यसपालि टिका थिएन क्या खासै, टिका थिएन। अनि खासै रमाइलो लाग्यो होइन। तपाईँहरूको चाहिँ कस्तो भयो? रमाइलो भइहाल्यो होला होइन। सो राम्रो नै भयो होला। सो मैले चाहिँ दसैँ तिहारको भ्लग चाहिँ हाल्न पाइनँ होइन। त्यसको लागि चाहिँ हल्का हुने गर्छु। हेर्नु न, बाख्रा चराउनु लाग्यो। अनि बाख्रा डक्क होइन यता पुरै छन्। हाम्रो बाख्रा चाहिँ तल छन्, यो चाहिँ यता बहिनीहरूको बाख्रा हो। सो म चाहिँ अहिलेसम्म पढिरहेको छु, त्यही नै हो। अब चाहिँ नि म चाहिँ अब भ्लग चाहिँ कन्टिन्यू गर्छु होला सायद भन्छु होइन। अनि यस्तो हुन्छ क्या, यता वाइफाई पनि छैन। अनि डाटा तानेपछि अनि डाटा खासै पनि चल्दैन। अनि के अरे भिडियोहरू एडिट गर्नलाई डाटाहरू गर्नु मिल्छ। अनि अलिक ढिलो नै हुन्छ क्या, त्यही भएर अलिकति हुन्छ। त्यही भएर चाहिँ खासै भ्लग गर्दिनँ क्या म यता। अनि यसो यताउति जाँदा मात्रै गर्छु। अनि त्यही नै हो, त्यही नै भन्न चाहन्छु। जस्तै ढिलो चाँडो आए पनि तपाईँले माया गरिदिनु पऱ्यो, त्यही नै चाहन्छु है त। यसो साथ सपोर्ट गरिदिनु होला भन्ने चाहन्छु। सो म बस्ने ठाउँको चाहिँ यसो भ्यूहरू होइन हेर्न सक्नुहुन्छ होइन। यो अहिले चाहिँ टक्क खाली छ क्या, अहिले चाहिँ गाडी भएको छ होइन। पहिला चाहिँ टक्क उ थियो क्या, पुरै यहाँ फुटबल खेल्थ्यो क्या। टक्क अलिक चिप्ले थियो, मतलब चिप्ले भन्दा नि होइन, चिप्लो चाहिँ होइन, मतलब सम्मकै एकदम राम्रो थियो। अहिले चाहिँ टक्क सबै टक्क लाग्यो क्या गाडी के अरे कस्तो यार झारपला भन्नु पनि आएन कि टक्क झारपला राख अहिले चाहिँ होइन। पहिला चाहिँ हल्का उनी थियो क्या। अनि सो
रमाइलो हुन्थ्यो म आउँदा चाहिँ होइन सानोमा आउँदा चाहिँ टक्क यहाँ बल फुटबल सुटबल सब खेल्थ्यो सो अहिले चाहिँ खेल्दैन रहेछ होइन सो मलाई चाहिँ अनि के हुन्छ के भयो भने त अनि अलिकति भिडभाडमा बोल्दा फेरि होइन देखिन्छ अब यहाँ अब चाहिँ एउटा भाइ यहाँ बोल्छ भनेको छ है मेरो च्यानलको लागि के भन्नेला भनिरहेछन् सो यही दुईजना भाइ हो ल केही भनिदिउँ नि त ल लाइक गरिदिनु होला यो दाइको भ्लगमा लाइक सब्सक्राइब है अनि सबैले सपोर्ट गरिदिनु होला भन्दिउ सपोर्ट गरिदिनु होला फलो अनि त्यही नै भन्न चाहन्छु भन यही नि भन्न चाहन्छु मैले ल तिमी पनि भन्नु नि त के हुन्छ नि अब तिमी जे भने हुन्छ लाइक सब्सक्राइब गरिदिनु हैन फलो गरिदिनु शेयर गरिदिनु त्यही नै हो त्यही हाम्रो बाबुले त पहिले भनिसक्यो नि अर्को भिडियोमा लास्ट लजाउँछन् हैन सो त्यही नै हो हाम्रो गाउँको चाहिँ केटाहरू चाहिँ यही नै हो नि हैन बेलुका हैन भोलि कति बेलुका एडिट गर्छु अनि पर्सिसम्म आउँछ हैन हेर है हेरेर टक्क लाइक कमेन्ट गर है फलो गरिदिनु शेयर गरिदिनु भयो अनि के छ काले सबैभन्दा पहिला शरद बाबु सबैभन्दा पहिला भिडियो चाहिँ मैले कालीको यहाँ बसेर बनाएको थिएँ कि भ्लग होइन सानो थियो त्यति बेला अहिले चाहिँ काली बुढो ठुलो भइसक्यो है हामी चाहिँ सबैले काले बुढो भनेर बोलाउँछ क्या होइन त्यही भएर काली बुढो भन्नुभएको छ सो होइन हामी चाहिँ टक्क बाख्रा चराउन आएको म चाहिँ पढ्न आएको थिएँ अनि टक्क केटाहरूलाई भेट्दा थियो सो अब चाहिँ हाम्रो जाँच आउनलाई भोलि आज मात्रै होइन भोलि टक्क भोलि छ भोलि आज एक दिन मात्रै हो पढ्ने दिन होइन सो भोलि चाहिँ जाँच दिन मात्रै जान्छौँ हामी है सो अब चाहिँ नि पढ्नुपर्छ इङ्ग्लिस फर्स्ट दिन इङ्ग्लिस पढेको छ लास्ट गाह्रो नि हुन्छ 12मा भनेपछि अब टक्क उनी हुन्न नि त अनि सो हामी चाहिँ टक्क यहाँ बस्छौँ देखिन्छ अनि सो हामी चाहिँ अब टक्क पढेर इक्जाम दिन जान्छ म चाहिँ भोलि तपाईँहरूलाई भोलि टक्क इक्जाम दिन गएको नि भिडियो देखाउँला अनि यसो घुम्न गएको धेरै आज चाहिँ धेरै अब चाहिँ म भ्लगलाई कन्टिन्यू गर्छु होइन सो त्यही नै चाहन्छु सबैले साथ सपोर्ट गरिदिनु होला होइन चाहिँ यता टक्क हाम्रो भाइहरूले चाहिँ मेरो भ्लग हेर्दैछन् मलाई कालबुढाले के ल्यायो कसरी ल्यायो त नि यो मेवा ल्याएर यसरी ल्याहान खाजा है यो खान्छौ तिमीहरू खान्छौ भाइ तिमी खान्छौ अर्को भाइ खान्छ हाम्रो चाहिँ खाजा त होइन होला नि है मेवा खाजा ल्याइदियो मलाई चाहिँ होइन बाख्राकोट लगाएको यता बाख्राहरू चढ्नु साटो घाम तापेर बसिरहन् है म चाहिँ मेवा ल्याइदिनु भयो सोस मेवा चाहिँ मिठै रहेछ है म पहिला मेवा खान्छु है त्यहाँ चाहिँ मेरो भाइहरू यता भ्लग हेर्दैछन् मेरो होइन मेवा चाहिँ मिठो रहेछ जे होस् माग्न जानुपर्छ अहिले रसहरू छुनुहुन्न कि त्यो तितो रहेछ लास्टमा मात्रै यार तितो रहेछ यार बोक्रा त मेरो भिडियोमै भिडियो देखेँ होइन नि त यार कालो चाहिँ हल्का नजिक गएर गर्नु नि त भइसक्यो त है खोइ त
ब्राइटनेस हल्का भयो हेर त यहाँ लाग्यो राम्ररी हौ ल भाइ है काली टक्क मेरो भिडियो हेर्दैछन् होइन भाइहरूलाई मेरो अलिकति मन पर्ने रहेछ है गरिदिनु होला मन पर्छ है कस्तो मन सेयर गरिदिनु है कस्तो लाग्छ भ्लग भनिदेऊ न भाइ भ्लग कस्तो लाग्छ राम्रै ठिकै त्यही भएर त हेर हैन होइन ठिकै लाग्छ अरे होइन भाइहरूलाई चाहिँ भ्लग ठिकै लाग्छ अरे अब यसरी नै सबैले मन पराइदिनु होला होइन यसरी नै सबैले मन पराइदियो अनि आफूलाई नि भ्लग गर्नलाई अलिकति मन लाग्छ त्यही नै भन्न चाहन्छु अब आफूले सकेसम्म गर्छु म चाहिँ होइन तपाईँले पनि गरिदिनु पर्छ साथ सपोर्ट बिस्तारै बिस्तारै अगाडि बढौँला होइन होइन हाम्रो चाहिँ आज दिन भनेको चाहिँ यहाँ बित्यो आज चाहिँ पुरै दिनैभरि भ्लग हेरेर बसिरहेको पन्ना मान्छे होइन टक्क पन्ना मान्छे पुरै के अरे त्यो के अरे खेमेदाहरूको अनि प्रत्येक भ्लगहरूको भ्लग हेर्दै दिन गयो कि लास्ट भएर त्यही पढ्न आमा चाहिँ भोलिको जाँच चाहिँ यस्तो भ्लग अझै भ्लग हेरेर ठिस भइरहेको क्या यता अब चाहिँ म टक्क अब घर जाँदियो घर भन्नु अब रुममा जान्छु म होइन अब बाटो फेरि आथल्ला बाटो फेरि होइन ल अब चाहिँ सबै भाँडाकुँडाहरू सबै बोकेर गइरहेको छु म ला मुर्रा सो म चाहिँ रुममा आइसकेँ अब यो अन्त रुम यस्तै छ होइन टक्क यहाँ चार्ज हालेर रहेछ नि दिदीले कति 100% भएछ मेरोमा नि म यहाँ खासै चार्ज छैन कि अब चाहिँ नि म घडी अनि यता ल्यापटप चार्ज हाल्नु पर्ला होइन चार्जै छैन कि खासै सो अब चाहिँ नि टक्क घडी म चार्ज हाल्छु घडी होइन चार्ज मलाई नि भात खुवाइदिउँ न त नि होइन चार्ज टक्क खाजा पकायो भने झन् खाजा के हो थाहा छैन होइन बोका गर्न खाँछ यार ओहो बोका त यहाँ गना रहेछ नि त यहाँ गना रहेछ आज मासु छ होइन मासु मासु छ है मासु छ केटा हो मासु के रे मासु रहेछ होइन हजुर मेवा यता ल ल आज मासु छ मासु खाने होइन मासु त्यही होइन यो खोर्सानी काल बुढा छोडा हामी आफै खान्छौँ सिकाउनु पर्दैन चलो दिइहाल्यो नि एउटा अघि खाएन तिमीले खाएन अनि टक्क कस्तो फोकस्नु अरे अनि टक्क साँधीको रहेछ खानियो फुल दिन जानु ल खस्यो खाउँ त त्यही मासु छ तर मैले चाहिँ बाख्राको मासु खानुहुन्न होइन चोर्याएको मैले चाहिँ बाख्राको मासु खानुहुन्न मैले चाहिँ त्यही भएर म चाहिँ अहिले मासु लिन जानेछु ब्रोइलरको टक्क मासु लिन जान्यो अनि म चाहिँ ब्रोइलरको मासु खान्छु त्यो बोकाको चाहिँ म खान्न कि किन भा सुहाउँदिनको मलाई अनि त्यही भएर बुझ्नुभयो अन्त मैले फ्रिजमा राखेको कहिले भेटिन्थेँ
म त पार्टीको राख्नु होला यहाँ रहेछ चल्दा यस्तो नमिलेको क्या यस्तो गिलासमा क्या नाच ल भाइ ल्याउ ल इन्जिया मेरो एकदम हो कि म एक्लै तपाईँ दुई के ल के अन्त मैले म खान्छु नि त मैले खान्छु क्या त्यही गरेर फका यही गरेर फकायो छैन है Hero. Itu untuk nabi lo. So mulai चाहिँ भान्जाले जुत्ता ल्याइदिएका छन् अब कस्तो हुन्छ के छ हेरिदिने अड्क्यो के खुट्टामा कता हो आया मलाई हेर्दै क्या हेर्ने क्यामेरा हेर्न आएर कि दारू या टक्क जुत्ता होइन आया कहाँ ल्याएको नि कहाँ ल्याएको नि भनेपछि आफ्नै गाममा नि चिन्न सकिएन लरिपरि लरिपरि सलाम मुर्रा सलाम हामी जुत्ता लाउँछ दादा म अब कोहीलाई चिन्दैन अब मैले कोहीलाई चिन्दिनँ म अब रुममा छिर्ने होइन Get out! Get out! Piau दुई जुल्के पट्या पत्तर 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 सयो 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 ल आज चाहिँ के भन्ने खोइ कस्तो यो हाम्रो नानी हेलो हेलो गरिदेऊ नानी हेलो हेलो गरिदेऊ हेलो यहाँ बाबुले जुत्ता ल्याइदिएको नि डेन्जर देखेर बब्बा अब कहाँ जाने हो घुम्न टक्क होइन अब चाहिँ गइन्छ घुम्नलाई पानी खानु पऱ्यो कि पानी ल्याइदिनु अब यत्तिकै जाने हो कि अब बब्बाले देखेँ कि जियोस् अन्डली नै मासु दिने मेरो रुम चाहिँ यहाँ बाख्रा ल्याएरै हग्दैछ कि हग्दा लास्ट पानी मुत्या हो कि पानी हो कि के हो ओए तिमीहरू यहाँ गुटुर नहा त बाहिर आज अन्डा पारेर कि कुखुराले
कुराले हाम्रो खै कुरा कुखुराले कुखुरा त हो अन्डा पारेको त्यहाँ खै कुरा ए धागोतिर कुराले पागल आका मेरो सो भाजियो हात बल्यो क्या पिछाले गाइदिनु देखाइदिनु त देखाइदिनु यहाँ तिमी भ्लग गर्छौ ल गर अब यहाँ आऊ, म सिकाउँछु ल यहाँ आऊ, ल अठाउ है यहाँ अठाउ यो मेरो अठाउ यहाँ अठाउ एउटा हातले अठाउ न यो हातले अठाउ खसाल्यौ नि फेरि ल बोल्ने अब ल गाइदिनु अब बहिनी चाहिँ यता छ बहिनी यहाँ किन बगेको थिएँ खसाल्यौ नि बिहान फेरि म चाहिँ भिडियोको लाइभ अलि त अलि यस्तो गर नि त अनि भिडियोको लाइभ यस्तो गर्नु होला अनि उता ल म गर्नु भने ल मम्मी दोकान है मम्मी दिदी यहाँ छ अनि भाउजू यहाँ छ अनि मम्मी यता छन् अनि लाउरे नजानेला के लाउरे नगन अब जान पर्यो अहिले चाहिँ हामी लाउरे गयो अब जान हामी चाहिँ यहाँ भाउजू खोज्दै यी भाउजू चाहिँ हामी चाहिँ हेलो गाइजहरू यहाँ नाच्दैछन् घुमाउ त्यसरी प्रोग्राममा नाच्दैछन् यिनीहरू के भने प्रोग्राममा नाच्दैछन् यिनीहरू प्रोग्राम चाहिँ के हो कहाँ प्रोग्राम त्यता यता प्रोग्राम कुन के प्रोग्राम होला भन त के हो त नि भन प्रोग्राम हो नि यहाँ छोड त सो अब आफूले मतलब आफूलाई आएको जति भान्जालाई सिकाइदियो के भने तँ मलाई थाहा छैन भिडियोहरूमा हेरौँला सो होइन अब चाहिँ नि भोलिको जात छ हात त्यस्तो छ कि सलाम सापी यता जुत्ता टक्क लाएर धेरै हल्लियो क्या होइन त्यहाँमा चाहिँ धेरै हल्लियो लास्ट भइरहेको छु होइन त्यही नै हो आज दिन उहाँ के अरे आज भ्लग भनेको खासै इन्ट्रेस्टिङ चाहिँ भएको छैन सो त्यही पनि हेरिदिनु होला हेर्दै जानु होला म देखाउँदै जान्छु तपाईँ हेर्दै जानु अरू होइन भ्लग है त अहिलेको अब चाहिँ म टक्क के तातो भयो अरे अलिअलि भयो ल है साथमै रहनु होला तपाईँहरू अब चाहिँ म कहाँ जाने हो भन्दाखेरि मासु लिन जाने हो मासु होइन मासु खाने हो नि त अब मासु अब ब्रोइलरको त्यो फिला खाने हो गोर्याम बालेर होइन मासु खाने हो होइन टक्क अनि किन यो बजारै तालु देखाउने भनेर टक्क म चाहिँ क्याब लगाइदिएको होइन क्याब लगाइरहेको छु होइन टक्क क्याब लगाएर चाहिँ जाने हो क्या टक्क मासु लिन मासु लिनु भनेपछि अब टक्क हेर्नु नि त्यहाँ फेरि त्यहाँहरूको ड्रेस त छुट्टी हुन्छ नि फेरि होइन यस्तो आज लाग्छ जङ्गल एक्लै हो कि म त चिलमा होइन पुरै एकदम चिलमा होइन हामी भने मान्छे अब एकदम चिलमा हो म चाहिँ खेमेदाई जस्तै होइन पुरै चिलमा हो तर खेमेदाई जस्तो अब क्यारेक्टर चाहिँ निभाउन आउँदैन जे होस् मेरो फेभरेट भनेको चाहिँ प्रतीक दाई खेमे दाई मस्ट फेभरेट एकदम होइन अहिले आउनु भएको छ नि त मलाई चाहिँ लास्ट मनपर्छ त्यो दाइहरूको भ्लग होइन सो दाइहरूकै पहिला सुरुमा चाहिँ अब भ्लग गर्न सिकेको चाहिँ के मोटिभेट भएको चाहिँ म हाम्रो अनिल सुनार दाइकोबाट हो होइन अनिल दाइले बनाएर
बनाएको हेरेर अनि कस्तो कस्तो लाग्ने क्या आफूलाई अनि म पनि बनाउँछु म पनि गर्छु म पनि गर्न सक्छु भन्ने आँट चाहिँ यो मनमा आएर अहिले बनाउँदैछु क्या सो अब सक्सेसफुल हुन्छु कि थाहा छैन त्यो होइन तर मिहिनेत गरिरहन्छु भन्छ फेरि एक दुई दिनमा यहाँ चाहिँ एक दुई दिन हाले जस्तो गर्छ अनि त्यहाँपछि कहाँ हराउँछ भन्छ भन्नु पनि सोचेर हाल्ला कि कोही कोहीले चाहिँ है अब माया गर्ने मान्छे त त्यसै माया गरिहाल्छ नहुने मान्छेलाई भने अब बाटो चाहिँ होइन यस्तो छ कि हाम्रो बाटो कतिचोटि धेरैचोटि देखाइसक्यो होला मैले यो बाटो त स्कुल जाँदा नि यही बाटो देखा घर जाँदा पनि यही बाटो देखाएको छ अनि के अरे अनि बजार जाँदा नि यही बाटो देखाएको छ गाह्रो छ अनि हो गाह्रो छ तर के खुसी लाग्छ भने म आज मासु लिन जाँदैछु मासु खाने हो मासु इज द माई पावर होइन मासु लभरमा चाहिँ एउटा म पनि पर्छु मासु डेन्जरै मनपर्छ तर मासु मनपर्छ भनेर म जे पाएको त्यही खान्न होइन अब आफू त भिआइपी मान्छे पऱ्यो नि त होइन अन्त बाख्राको चाहिँ खान्न म अरू सबैको खान्छु धेरै पछि भ्लग गरेको होइन धेरै पछि भ्लग गरेपछि अब कन्फिडेन्स भनेको अब एक्लै हुँदा मात्रै आउने रहेछ कि अहिले टक्क त्यहाँबाट होइन अहिले त्यहाँ यस्तो उज्यालो हुन्छ क्या फेरि टक्क त्यहाँबाट अलि एउटा मान्छे टुक आइदियो भने म त यस्तो चुप बोलाएर यत्तिकै हिँडिरहने हो होइन अनि आज मासुको लागि के छ अनि मनी यो चाहिँ 100 रुपियाँ हो अनि 5 रुपियाँ चाहिँ कोही अब जङ्गललाई यस्तो जङ्गललाई है कोही आएर यसो चोरिदिनु भने बर्बाद हुन्छ भनेर मैले चाहिँ उनीहरूको कभरमा राखेको छु क्या अनि चोरिदियो भने त चोरिदियो नि त त्यही भएर अनि मोबाइलको कभरमा राखिरहेको छु मैले चाहिँ नि अब एग्री हुँदा मात्रै कन्फिडेन्स आउँछ क्या अरू बेला चाहिँ नो कन्फिडेन्स होइन अरू बेला चाहिँ आउँदैन किन हो के भएको है गाह्रो छ है अब ताल टल्क्याल है केही छैन टल्किने आनन्दै बाटो फेरि हेर्नु कस्तो छ कि होइन तपाईँहरूको अब बाटो त अब हल्का राम्रै त हुन्छ नि होइन म जहिले पनि यहाँ आउँछु त्यो के जुत्ता स्कुलबाट के स्कुलबाट यसरी आयो भने अनि यस्तो हुन्छ अनि ल्यात्त हुन्छ अनि ल्यात्त लड्छ पुठा हिलो लाग्छ अनि भित्र गर्ने लास्ट के त अनि सो मेरो पनि हल्का एक दुईवटा यसो फ्यानहरू भेटेको थियो अब अघि बिहान देख्नु भइहाल्छ तपाईँहरूले देख्न सक्नुहुन्छ होइन बिस्तारै अब फ्यानहरू बढ्दै जाओस् भन्ने चाहन्छु अनि सबैले मन पराइदिनु भन्ने चाहन्छु है त सबैले एकदम सपोर्ट गरिदिनु पऱ्यो क्या मलाई चाहिँ एकचोटि सेलिब्रिटीको जीवन जिउनु एकचोटि इच्छा छ त्यो मेरो इच्छा हजुरहरूले पुरा गरिदिनु पऱ्यो होइन त्यही नै हो मेरो चाहिँ टक्क मासु ल्याइसक्यो होइन मासु भन्दा नि अब यो के गोलेडा मासु अनि टक्क ल्याइसकेको छु सो अब चाहिँ टक्क यो घर मस्त पकाएर चाहिँ टक्क खाइन्छ होइन सो त्यही नै हो अब यसलाई पकाइ गरेर खानु पऱ्यो है सो त्यही हो आज मासु कतिको 2-3 किलो जतिको भालो हेर्न सक्नुहुन्छ है अब चाहिँ यसलाई चाहिँ अब यो मासुलाई चाहिँ नि रोस्ट बनाएर खाने हो कि के गरेर खाने हो होइन पुरै तरिका बनाएर यस्तो मस्त रोस्ट बनाएर खानुपर्ने हुन्छ सो त्यसैले नै आज चाहिँ घरमै बस्दा झ्याउलाएर अनि यसो बजार आइदिएको के अनि बजार आएर अनि टक्क मासु हानिदिने हो होइन टक्क अब म चाहिँ जानुपर्ने हुन्छ धेरै नै टाढा होइन सो धेरै टाढा भन्दा फेरि टाढै छ कि बजार यता उँभोतिर छ होइन बजार यता अलिक टाढै छ म यता टक्क के अरे के भन्नु लाग्थ्यो बिर्सिरहेको कि बजार अलिक टाढै छ कि आधा घन्टा 1-1.5 घन्टा लाग्छ अनि टक्कै मलाई चाहिँ खासै लाग्दैन सो म चाहिँ भ्याटभुट आइदिने हो ल्याप्पु हिँडिदिनै हालिदिएँ कि मासु भनेपछि झन् म त ल 5 मिनटमा यता बजार आइपुगेको थिएँ सो यहाँबाट रोड जान चाहिँ अब टाइम लाग्छ म चाहिँ घुमेर आएको कि उता रोटी घुमेर यसो होइन यसो अलिकति हुन्छ भनेर आएको छु नत्र त सर्टकट बाटो थियो तल
अघि बाटो अलि उहाँ सर्टकट थियो, त्यो सर्टकट बाटोमा हल्का हिलेको अब सेतो चप्पस सेतो के अरे मजा लाएर आयो अनि हिलोबाट हेरेर रातो फेरि भोलि यही मजा लाएर आउनु छ क्या मजा लाएर आउनु छ अनि त्यसै कारणले हिलो बाटो नो हाम्रो बासी टक्क यो बाटो गइन्छ अनि यसो यो बाटो गएपछि चाहिँ मजा फोहोर हुन्न क्या त्यही भएर चाहिँ म यो बाटो आएको होइन भाइ ओइ आज मैले मासु लिएर आएको छु कि मासु यो कुकुरलाई भन्दा कि आज मैले मासु लिएर आएको छु है सुन्दैन यार सो मासु बोकेर हिँड्नु भने चाहिँ के डर हुन्छ भने त फेरि अस्ति के अरे बेलुकातिर म टक्क मासु बोकेर गइरहेको थिएँ अनि बेलुका भइसकेको थियो क्या अनि बेलुका एकदम राति भइसकेको थियो अनि म मासु लिएर आएको थिएँ अनि जङ्गल बाटो जानुपर्छ कि म चाहिँ अनि जङ्गल बाटो जानुपर्छ अनि मलाई चाहिँ के भन्नु के अरे जस्तै बुढापाकाहरूले भन्नुभएको थियो अनि के भन्नुभएको थियो भन्दा अब जङ्गल बाटो हिँड्दाखेरि अब भूतहरूले होइन किचकन्डेहरूले मासु तान्छ भनेर भन्थ्यो अनि मलाई ल त्यही कुरा याद आयो क्या अनि त्यही कुरा याद आएर अनि म त डर लाग्यो कि टक्क ठक्क उहाँ थियो क्या जङ्गल छिर्ने बेला अनि टक्क जङ्गल छिर्ने बेला भइसकेको थियो अनि त्यहाँ चाहिँ ला डर लाग्यो मुटु ढुकढुक भयो मासु लिएर आइरहेको नि त अनि मासु लिएर आउँदा फेरि अनि त्यस्तो खबर हुन्छ भनेर म त अब जो फोन हालेर ल दिदी ल्याउनु पऱ्यो भनेर त्यस्तो हुन्छ कि केटाहरूलाई पनि डर लाग्ने रहेछ भन्ने अब आफूलाई लाग्ने रहेछ अब घाम फेरि डेन्जर लगाइदिएर कि त्यस्तो हुँदो रहेछ होइन अब केही छैन अहिले त दिम्से हो त्यो आँट अलिकति आइरह के हुन्छ भन्दा अब दिउँसोमा चाहिँ बाघ हो होइन दिउँसोमा चाहिँ बाघ अनि रातिमा चाहिँ स्याल जस्तो हो कि म चाहिँ त्यही नै हो फेरि मासु पाएपछि त मैले फेरि किचकन्डी होस् या किचकन्डो होस् ट्राई फडान्थेँ क्या फेरि म त्यस्तो मान्छे हो नि त होइन भास्न आइरहेको कि यहाँ चाहिँ के छ भन्दाखेरि गोलभेडा छ अनि गाजर छ अनि के छ गोलभेडा गाजर अनि मासु छ कि मेरो स्पेसल होइन मासु छ कति मासु भन्दो रहेछ भने होला नि तर मलाई त्यस्तो लाग्दैन मासु भन्नलाई त म त थाक्दिनँ कि आज गल्यो यार सो होइन म चाहिँ घर आइपुगिसकेँ घर अघि नै आएको हो अनि आएर उनीहरूलाई चाह थिएन अनि चार्ज हालेँ चार्ज हालेर टक्क मैले ल्याएको मासु चाहिँ टक्क पाउँदैछ हाम्रो दिदीले है टक्क हेर आएको बनाएर यसो मुटु पकाउँदैछन् अब टक्क खानुपर्छ अब मैले चाहिँ बोका मासु हाल्नु त्यही भएर अब टक्क ब्रोइलर मासु मिठो बनाइरहनु भएको खाने हो अब है सो अब त्यही नै हो है मैले भिडियो नहालेको धेरै भएको थियो अनि अहिले धेरै लङ टाइमपछि भ्लग गरिरहेको छु सो अब चाहिँ नि तपाईँहरूलाई यो भ्लग चाहिँ के कस्तो लाग्यो अनि केमा के चाहिँ सुधार्नुपर्छ होइन सुधार्नुपर्छ कमेन्ट गरिदिनु होला र कुन कुरामा चाहिँ चित्त बुझेन त्यो भन्दा हुन्छ के फरक पर्दैन सो अब चाहिँ नि तपाईँलाई यो मेरो भ्लग मनपर्छ या मन पर्दैन हजुरको कुरा मनपर्ने मान्छेले चाहिँ मेरो लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला सबैसँग सेयर गरिदिनु होला अनि सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला सो त्यही नै चाहन्छु म चाहिँ है सो नयाँ सब्सक्राइबर हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला सो त्यही नै हो अब त्यही नै भन्न चाहन्छु म चाहिँ सो अहिलेको लागि चाहिँ म बिदा हुन चाहन्छु हस्त जय नेपाल।